गाइस मेरो जन्मघर हुर्केको घर चाहिँ यही हो। मेरो बुवाले बनाएको घर। हामी यहीँ बसियो हुर्कियो हैन। यो घर चाहिँ अहिले कोही नबसेको कारणले गर्दा भयो। बुवा बिताको 7-8 वर्ष भयो। त्यति वर्ष नै भयो यो मान्छे नबसेको। अनि अब दाइ चाहिँ तल आफ्नो घरमा हुनुहुन्छ। यहाँ चाहिँ यस्तै छोडुवा छ घर चाहिँ। अहिले सबै भत्किन लागिसकेछ। यो घरलाई एकदमै सम्मान गर्छु म। हाम्रो पुरानो घर हो। यसै घरमा बसियो। यो चाहिँ आँगन हो। यो चाहिँ पुरै आँगन हो। यहाँबाट पुरै नाच्ने गाउने रमाउने गर्ने ठाउँ हो। यिनी बुटाहरू त सानो सानो ठुलो भएछन्। अनि यहाँ तलतिर पहाडको ठाउँ यस्तै हो। हेर्नुहोस् त्यो पारी जो छ डाँडा काँडाहरू त्यहाँबाट घाँस ल्याउँथ्यौँ, खर ल्याउँथ्यौँ। विशेष गरेर यो घर छाउने खर चाहिँ त्यहीँबाट ल्याउँथ्यौँ हामी चाहिँ हैन। एकदमै छ यो पुरानो ठाउँ हो। यता अनि माथितिर गाई बाख्रा चाहिँ अहिले पनि दाइको बाख्रा चढ्दैछौँ। त्यहाँनिर देख्न सक्नुहुन्छ यी बाख्रा चढिरहन् हैन। माघी चाहिँ दाइको छोरा यहाँ छ। बाबु ठिक छ नि? ठिक छ भन्छ उसले बाबुले चाहिँ। अनि यो घर चाहिँ यो हैन, यो घर चाहिँ हो। अनि दाइको घर उ त्यो ठुलो दाइ घर चाहिँ त्यो तल। मेरो जेठो दाजु यहीँ हुनुहुन्छ। बुवाकै थलामा हुनुहुन्छ। हामी चाहिँ अब टाढा छौँ। टाढा भन्नाले पनि अब सुर्खेत जिल्लाबाट बाँकी जिल्लामा छौँ। एकदमै ठिक छ। दाइ बस्नु भएको छ यहाँ, हेर्नु भएको छ सबै कुराहरू हेर्दै गर्नु भएको छ। एक्लै भएर सबै जोत्न पनि गाह्रो छ हैन। अनि त्यो भएर हामी यता अझ यहाँभन्दा माथि एउटा गाउँ थियो, त्यो घरमा बसियो। त्यसपछि यो घरमा बसियो। अनि हामी बसेको पढेको स्कुल पढेको त्यो पारी त्यो जो देखियो यो चाहिँ यहाँ स्कुल हाम्रो चाहिँ थियो। यहाँ पढियो लेखियो। त्यहाँबाट चाहिँ कता कता ततर भित्र भयो सबैजना। यो सबै यो चाहिँ एकदमै घाँस दाउरा गरेको वन जङ्गल हो हैन। अहिले चाहिँ पुरै बिजुलीको तारहरू छन्, आएको छन्, बिजुली आएको छ, बत्ती आएको छ, वाइफाई हैन, टेलिभिजन सबै चल्ने भएको छ। यो पुरै यस्तो राम्रो सुन्दर ठाउँ छ। ल हेर्नुहोस् है, यति राम्रो ठाउँ छ, यति राम्रो सुन्दर ठाउँ छ। त्यो भएको कारणले गर्दा सबैले यो गाउँलाई के कस्तो लाग्छ? हामी यही गाउँमा हुर्केको मान्छे हौँ। त्यो भएर जस्तो पनि कामकाज गर्न सकिन्छ हैन। यस्तै छ। म तल दाइ घरतिर गएँ। ठुलो दाइ घर यही हो। फर्सी पुरानो फर्सी निकालेर दिँदै हुनुहुन्छ दाइले चाहिँ। अनि यो फर्सी लगेर जाँदैछौँ हैन। चाहिँ यस्तो छ। के लिएर आइज त्यहाँबाट बाबु? अनि यो सालको बुट्टाहरू छन्। चट्टै रमाइलो ठाउँ, एकदमै पुरानो ठाउँ हो यो। बसियो, हुर्कियो, खेलियो, खाइयो हैन। अब हेर्नुहोस् यहाँ हामी चाहिँ यसरी मजासँग चाहिँ यही ठाउँमा चाहिँ मेरो दाइ घर त्यो हो। एकदमै सकुशलपूर्वक बस्नु भएको छ। अर्ग्यानिक ठाउँ हो। खुर्सानी टन्नै फलेका छन्। खुर्सानी त्यहाँ मैले टिपेर लाँदैछु, लगिसकेँ, झोलामा हालिसक्नु भएको छ अहिले चाहिँ। बाँकी अब अहिले गाडी मोटर सबै आउनु, स्कुटी लिएर त्यहाँ पर राखेको छु। सबै आउनु भएको छ। पहिला हामी आफै उकालो ओह्रालो गरेको ठाउँ हो यो हैन। त्यो भएको कारणले गर्दा सबैलाई यो भन्दै अहिलेको बसाइबाट बिदा हुन्छु। तपाईँहरू सबैको जय होस्। तपाईँहरू सबैलाई विशेष धन्यवाद दिँदै अहिलेको बसाइबाट बिदा हुन्छु। हवस् त, नमस्ते, थ्याङ्क यू सो मच।